हेलो गाइस, नमस्ते सबैजनालाई। वेलकम टु माई न्यू ब्लग। के छ सन्चै हो? आज त माघीको 2 गते, माघी पनि सकियो हैन। घरतिर बस्दा बस्दा चाहिँ बोर भएर अब आएको खोलातिर। यो खोला चाहिँ बबई पर साइडमा मेरो साथी छ हैन। अब कता घुम्न जाने हो त? मेला पनि सकिएको अब। ओ हेलो, यहाँ न के छ विचार? कता घुम्न जाने हो? मेला पनि सकिएको। यता हेर न, कस्तो माघी कस्तो भयो? एकदम बबाल भयो। अनि माघीमा चाहिँ स्पेसल विशेष के थियो? विशेष त भनौँ अब के भन्ने हो र? नाइ मतलब हुन्छ नि त, अलि खसी ससी के तौलो सो गैँची के थियो? सबै भयो। सबै भइसक्यो? सबै भयो। अनि आज त गाउँमा डह्रो नाचगान गर्ने भन्छन् त, के छ विचार? नाचगान गर्न जाने होइन? अलि जानु पर्ला, जाने हो। ए पर साइडबाट बाइक आइरहेको। अब हामी चाहिँ साइड लाग्नु पर्यो होइन? देखाउने हो। बाइकलाई पनि सायद छोडिनु पर्यो। बस त कहाँ आइदिया? हाम्रो गाउँको केटीहरू पनि घुम्न निस्केछन्। खौसापुर, दाङ खौसापुर भन्ने ठाउँमा चाहिँ एउटा यस्तो राम्रो ठाउँ छ अरे, तलाउ भन्ने ठाउँमा। कि हामी पनि जाने हो? जाम्ला। कहिले? भोलि जाम्ला। आज टाइम अलि घरतिर काम भएको कारणले चाहिँ आज जान खासै सकिएन। त्यहाँ एकदमै राम्रो छ अरे, वनको ठाउँमा चाहिँ। सायद त्यो वनलाई चाहिँ ड्याम बाँधेर चाहिँ त्यसलाई बोटिङ सोटिङको सुविस्ता छ अरे, होटेल सोटेल रेस्टुरेन्ट सुविस्ता छ अरे भनेको सुनेको थिएँ। ठिक छ नि त, हामी भोलि जाम्ला। के छ विचार? जाम्ला हुन्छ। आज घरतिर त्यस्तो के काम छ र? काम त खासै हुन त छैन। अब जाम्ला भोलि पर्सि। ठिक छ। भोलि जाम्ला। साथ त हामी चाहिँ अब यो पुल कट्यो, अब यही बाटो हो। अब हेरौँ कहाँसम्म पुगिन्छ त है। कहाँसम्म हाम्रो यात्रा? खौसापुर यात्रा। खौसापुर पुग्ने हो र? ड्याममा जाने हो आज। मेरो गर्नुपर्छ। चप्पल यस्तो छ। अब ड्याममा पुग्नु पर्यो। ए हरि, लास्टमा त एक्लै पो आए त। साथीले चाहिँ एकतिर चल्दियो होइन, साइकल लिएर। लास्टमा हिँड्दै आउनु पर्यो कि मलाई। वाह वाह वाह, मेरो घर चाहिँ पर साइडमा देखिन्छ। यतातिर साइडमा देखिने चाहिँ मछाई। हाम्रो यतातिर ठुलै डाँडा छ, तर एउटा पनि घाँस छैन कि किन, सायद पानी नपरेर हो कि घाँस एउटा पनि छैन के होइन। थोरै डाँडा छ। कता कतादेखि चाहिँ हाम्रो यो डाँडामा चाहिँ फुटबल खेल्न आउँछन् मान्छेहरू। अनि कहीँतिर खाल्टो छ, उतातिर चाहिँ फुटबल खेलिने ग्राउन्ड चाहिँ राम्रो छ। पानी नपरेको कारणले हो क्या हो, सायद एउटा पनि घाँस छैन कि। यतातिर साइडमा भैँसीहरू चरिरहेको। हेलो, कता हो घर? के गर्दै हो? ठिक छ नि? कता हो घर? मछाई सबै भैँसी हो? सबै भइसक्यो। मस्त रहेछ नि त भैँसी नि। अनि यो दारामा एउटा पनि घाँस रहेनछ, के खान्छ नि यिनीहरूले?
पेट भर्छ यिनीहरूको? भरेन, दाना पानी घाँस दाना पानी कतिखेर हो घर लग्ने? अब लग्ने। मागी कस्तो भयो त? मागी कस्तो भयो? मागीमा कता कता गइयो, कहाँ कहाँ गइयो, के खाइयो? अरू ए ल म ल लाग्यो है। आज भोलिको खेत चाहिँ क्या राम्रो है, पुरा हरियाली टोरी पाकेर कस्तो राम्रो पहेँल फुल पाएको छ। तर चैत बैशाखतिर हेऱ्यो पुरा कस्तो हुन्छ है।